हेलो एभ्रिवान, के तपाईँ पनि मलेसिया कम्पनी लाइनमा आउन चाहनुहुन्छ? यदि आउन चाहनुहुन्छ भने एउटा राम्रो कम्पनीको फेरि पनि डिमान्ड लेटर गइसकेको छ है। तपाईँ कम्पनी लाइनमा आउनको लागि बाटो कुरिराख्नु भएको छ भने यो कम्पनी पनि राम्रो हुनेछ तपाईँहरूको लागि है। सो यदि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। राम्रो कम्पनी छ, ओटी पनि चल्छ, पुरानै कम्पनी हो है। र उक्त कम्पनी चाहिँ बेकरी कम्पनी हो है। बेकरी सम्बन्धी त्यस कम्पनीमा काम हुन्छ, जस्तै पाउरोटी बनाउने, केक बनाउने, ब्रेडहरू बनाउने, यिनै आइटमहरू चाहिँ यस कम्पनीमा बन्दछ है। र उक्त कम्पनीको नाम चाहिँ मिङ्गेटी बेकरी एसडिएन बिएचडी रहेको छ है। र यो कम्पनी चाहिँ जलान सहरमा छ। यसको धेरै ब्रान्च छ मलेसियाभरिमा र यसको हेड अफिस चाहिँ जलान सहरमा छ। सो यदि तपाईँलाई बेकरी सम्बन्धी जानकारी छ र बेकरीमा काम गर्नुहुन्छ भने आउन सक्नुहुन्छ है। राम्रो कम्पनी छ, पुरानो कम्पनी हो, मलेसियाको धेरै पुरानो चलेको कम्पनी हो है। त्यही भएर म सजेस्ट गर्छु आउन सक्नुहुन्छ। यो चाहिँ फ्री भिसा फ्री टिकट होइन है। तपाईँहरूले चाहिँ अब यसमा आउनको लागि पैसा पे गर्नुपर्ने हुन्छ मेन पावरलाई। अब कति पैसा पे गर्नुपर्छ त्यो चाहिँ मेन पावरसँगै कुरा गर्न सक्नुहुन्छ तपाईँहरूले है। यस कम्पनीको डिमान्ड लेटर चाहिँ जम्मा 56 जनाको आएको छ र यो डिमान्ड लेटरमा के सुविधा छ, कुन मेन पावरमा गएको छ र यसको इन्टरभ्यू कहिले हुन्छ भनेर सम्पूर्ण जानकारी म तपाईँलाई यसै भिडियोमा दिनेछु। कृपया भिडियो स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला है। म यो डिमान्ड लेटर तपाईँलाई मेरो मोबाइलको स्क्रिन रेकर्डिङ गरेर हेराउन गइरहेको छु है। ढिला नगरी विषयवस्तुतर्फ। हेलो साथीहरू, के तपाईँ मलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि प्रेस गरिदिनु होला, किनकि म यस्तै डिमान्ड लेटर भिडियो लिएर आउने गर्दछु यस च्यानलमा है। र भिडियो कस्तो लाग्यो भनेर एउटा सानो मिठो कमेन्ट गरिदिनु होला र भिडियोमा लाइक पनि गरिदिनु होला है। म यो डिमान्ड लेटर तपाईँलाई मोबाइलको स्क्रिन रेकर्डिङ गरेर हेराउन गइरहेको छु है त। म मेरो मोबाइलको स्क्रिन रेकर्डिङमा आइसकेको छु। तपाईँले यो डिमान्ड लेटर चाहिँ वैदेशिक रोजगार एपबाट पनि हेर्न सक्नुहुन्छ र वैदेशिक रोजगार वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ है। म चाहिँ तपाईँहरूलाई वैदेशिक रोजगार एपबाट हेराउन गइरहेको छु। त्यसको लागि तपाईँहरूले वैदेशिक रोजगार एप ओपन गर्नु होला। बिस्तारै ओपन हुँदैछ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनु होला र भिडियोमा एउटा सानो मिठो कमेन्ट गरिदिनु होला र भिडियोमा लाइक पनि गरिदिनु होला है। हेर्न सक्नुहुन्छ यहाँ वैदेशिक रोजगार एप ओपन भइसकेको छ र यहाँ माथि टप साइडमा स्क्रोल गर्नु होला। यहाँ मलेसियामा अहिले जम्मा 14वटा डिमान्ड गएको छ। यहाँ मलेसियामा क्लिक गर्नु होला र यहाँ भ्यू अलमा क्लिक गर्नु होला है। र यहाँ मुनि स्क्रोल गर्दै जानु होला। यहाँ धेरै डिमान्ड लेटरहरू आएको छ। यहाँ मुनि जानु होला र यो डिमान्ड लेटर चाहिँ अझै 5 दिन बाँकी छ है इन्टरभ्यू हुनको लागि। यहाँ हेर्न सक्नुहुन्छ मलेसिया फ्याक्ट्री वर्कर इन डिमान्ड लेटर इन मलेसिया, यसमा क्लिक गर्नु होला। बिस्तारै खुल्दैछ र यो डिमान्ड लेटर चाहिँ साझा जबले एप्लाई गरेको छ। यहाँ हेर्न सक्नुहुन्छ खुलिसकेको छ। यहाँ मुनि हेर्न सक्नुहुन्छ खुलिसकेको छ। यस कम्पनीमा आउनको लागि तपाईँहरूको मिनिमम क्वालिफिकेसन अन्डर एसएलसी हुनुपर्छ र भिसा टिकट चाहिँ कम्पनीले दिएको छ, खाना पनि कम्पनीकै छ र सर्भिस चार्ज तपाईँले 1 रुपियाँ पनि तिर्नु पर्दैन, 0 हो। र मेडिकल कम्पनीले गराइदिन्छ। नेपालको मेडिकल भने यो चाहिँ 2 वर्षको कन्ट्र्याक्ट पिरियड हो है। र यहाँ मुनि हेर्न सक्नुहुन्छ डिमान्ड लेटर चाहिँ यहाँ मुनि छ है। कम्पनीको नाम मिङ्गेटी बेकरी एसडिएन बिएचडी है र यो जलान सहरमा रहेको छ। यसको चलानी नम्बर चाहिँ 60252871 रहेको छ भने यसको एलटी नम्बर चाहिँ 339414 रहेको छ है। र यो तपाईँहरूले चाहिँ मिनिस्ट्री अफ लेबर एन्ड इम्प्लोइमेन्ट डिपार्टमेन्ट अफ फोरगन इम्प्लोइमेन्ट वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ यो फेक हो या ओरिजिनल डिमान्ड लेटर हो भनेर है। र यसको चाहिँ फाइनल इन्टरभ्यू चाहिँ फागुन 18 गते हुनेछ है। यो डिमान्ड लेटरको फाइनल इन्टरभ्यू चाहिँ फागुन 18 गते मार्च 3 तारिकको हुनेछ र मेन पावरमै हुनेछ है। र मेन पावरको नाम चाहिँ योचा ओभरसिज इम्प्लोइमेन्ट कन्सुलेट प्राइभेट लिमिटेड रहेको छ र यो महाराजगञ्ज धर्ममार्ग काठमाडौँ नेपाल रहेको छ है। म यस मेन पावरको सम्पूर्ण डिटेल्स र कन्ट्याक्ट नम्बरहरू म यसै भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु। त्यहाँबाट तपाईँहरू
फोन गरेर बुझेर अनि इन्टरभ्यू दिन जान सक्नुहुन्छ है। आजको भिडियोमा यति नै। यो डिमान्ड लेटर भिडियो तपाईँहरूलाई कस्तो लाग्यो एउटा सानो कमेन्ट गरिदिनु होला। र नेक्स्ट फेरि पनि कुनै राम्रो कम्पनीको डिमान्ड लेटर आएछ भने म त्यसको पनि भिडियो लिएर अवश्य नै आउनेछु है त। आजको लागि यति नै।